तर रङ्गशाला चाहिँ घाँटीमा अड्क्यो कि क्या हो? एउटा नेताको छोरी पनि म माथि ट्याग छ के नेताको छोरी हो नेताको छोरी ट्याग होइन, तपाईँ नेताकै छोरी छोरी हो। सदैव प्रश्न गर्ने अधिकार जनतालाई भएको कारण पनि त्यही हो। जे छ प्रश्न त्यसलाई गर्न एक्सेप्ट पाइँदैन गर्न। क्यारे, प्रश्न गरे पछाडि त फेरि जवाब आइहाल्छ क्यारे उताबाट, कताबाट होला? तपाईँहरूको टाउकोतिर। एकचोटि भन्नुहोस् त, म मेरो छोरो जयवीरको कसम खाएर म मेरो छोरो जयवीरको कसम भुटानी खाएर शरणार्थी भन्छु, प्रकरणमा 1 रुपैयाँ पैसा खाएको छैन। भुटानी शरणार्थी प्रकरणमा 1 पैसा खाएको छैन। 2 करोड चाहिँ तपाईँले लिनुभयो भनेर त अडियो चाहिँ क्या? अडियो फेक अडियो मेरो मात्रै आछ, अर्को अरू अडियो सुन्नु भएको छैन। प्रमाण त चपाइदिनु हुँदो रहेछ तपाईँको कङ्ग्रेसको नेताहरू। अलिकति लाजहीन भन्ने त मान्छेमा हुन पर्छ कि। मलाई त्यो थाहा छैन, म त्यो कागज खानीमा परेन है, म घाँस खानीमा पनि परेन। त्यो त गजब मान्छु म, तपाईँ यति कन्फिडेन्टली बोलिरहनु भएको छ, बिकज यति कन्फिडेन्टली सबै प्रश्नको जवाब दिइरहनु भएको छ। र अर्को पनि म कुरा तर भन्छु, शेरबहादुर देउवालाई यो प्रकरण सुने पछाडि ज्वरो आछ। किन चाहिँ प्रधान कार्यालयमा तपाईको केही महानिरीक्षक त पदमा बहाली रहँदा नेताको घरमा नजराना बोकेर फलफुल बिस्किटदेखि लिएर चकलेट बोकेर गएको धेरै पटक यही आँखाले देखाएको छ। त्यो अरू विषय व्यक्तिगत क्यारेक्टर होला, कसको काम मलाई थाहा भएन, तर मेरो हकमा तपाईँले यसरी देख्नुहुन्न। केही बुझाउनु परेन, बुझाउनै केही परेन, गर्नु परेन, किन जानुपर्ने आवश्यकै भएन। भनेको भेटेर मात्रै पुग्यो। अनि भेट्न त पर्यो नि, मैले कसलाई भेट्नु पर्यो? गृहमन्त्रीज्यूलाई त भेट्नै पर्यो पर्यो नि त। नेताको घरमा देउसी चाहिँ कति खेल्नु हो? तीन कुनै घटना जसरी घट्यो त्यसमा प्रहरी महानिरीक्षक दीपक थापाको कमजोरी भयो? कुनै कमजोरी भएको छैन, त्यहाँ जे गर्नुपर्ने थियो त्यो गरेको हो। भने बाटा हिँड्ने मान्छेलाई गोली होइन, हाल्यो। होइन। तपाईहरूले दुर्गा प्रसाई भन्ने जो सो घोषित जन कमान्डर हुनुहुन्थ्यो, उहाँसँग चाहिँ डराउनु हुँदो रहेछ। उहाँले गाडी पेलेर तपाईँका प्रहरी जवानहरूको हत्याको मनसाय हो कासाथ जसरी अगाडि बढ्ने आओ आओ गर्दै जसरी बढ्नुभयो, उहाँलाई चाहिँ चटक्क समातेर काखी हालेर लिएर गएर सटर भित्र राखिदिने र सटरबाट सुरक्षित निकालेर भारततिर भगाइदिने उहाँलाई चाहिँ। अनि बाटोमा हिँडिरहेको रेविका खत्रीलाई चाहिँ गोली हान्ने। नवराज सुवेदीको घरमा उहाँलाई हाउस एरेस्ट राख्ने निर्देशन चाहिँ कसको? हामीले हाउस एरेस्ट राखेको छैन, लिगली रूपमा त्यो गरेको पनि छैन। 12 जना प्रहरी चाहिँ लिएर गएर त्यहाँ के गट्टा खेलाको? यो जुन मनबाट भनिरहनु भएको छ स्पष्ट रूपमा व्यवहारमा त्यो देखियोस्, तर प्रहरी अर्को हो क्या प्रश्न, अर्को प्रश्न पानी खाने भए खानु किन खानु? रवि लामिछानेजीको संलग्नताका सन्दर्भमा पहिलो जाहेरी, दोस्रो जाहेरी दर्ता गरेको वा नगरेको अदालतमा विचाराधीन यी विषयमा प्रतिनिधि सभा बाँडिएको थियो, हामी बाँडिएका थियौँ। तपाईहरू त्यो जाहेरी छ कि छैनमा बाँडिया होइन, भाग कसले खानेमा बाँडिएको। थापालाई कसरी चिन्छन् भने यो अनुहार यो शरीर तपाईँको हो, यो अनुहार यो शरीर तपाईँको हो, यहाँ भित्रको आत्मा केपी ओलीको हो भनेर चिन्छन्। गजब बेइज्जती है। तर कम्युनिस्ट पार्टीको लोकतान्त्रिकरण सुरु भयो तपाईँले भन्दै गर्दा त्यस पछाडिको 30 वर्ष हेर्नुहोस् त। ल म एमाले नै भन्छु है, हामी नै हो भन्नुभएको छ नि, तपाईँको पार्टी लोकतान्त्रिक छ? हाम्रो पार्टी सबभन्दा लोकतान्त्रिक छ अहिले पनि। लोकतन्त्र तपाईले सोचेको जस्तो लोकतन्त्र भन्ने के बोलाइदिने हो? तपाईले सोच रवि लामिछाने नभएको भए तपाईँ आजको दिनमा पनि मेगा अस्पतालमा या अन्त कतै सेतो एप्रोन लाएर बिरामी जाँच्ने बाहेक अर्को तपाईँको हैसियत हुन्थ्यो? मुकुल ढकाल भन्ने अर्को कुनै दलमा चाहिँ वडा सदस्य पनि पाउँदैन त्यसले भन्दा रहेछ। त्यहाँ वडा सदस्य पाउँदैन थियो, चिन्दैन थियो नि त, नचिनिकन कसरी पाउँछ त? तू समझा? हाँ नहीं तू समझा नहीं। धेरै गरम तपाईँ भन्नुहुन्छ ब्याङ्कहरूलाई मान्छेहरूले अप्रिसिएट किन गर्दैनन्? यो एक त निराशाका कुरा बढी गर्ने मान्छेहरू बढी भएर हामीले पनि बीचमा अलिकति बदमासी गर्यौं। ब्याङ्करहरू चुकेको एउटा त्यही ठाउँ हो, त्यो बाहेक अन्त ब्याङ्करहरू चुकेको छैन। चुकेको होइन, ब्याङ्करले लुटेको भन्दिउँ न त्यहाँ त।
जानकारी नदिकन लिएर लुट्या त। जानकारी गरेर पनि गर्न पाइँदैन थियो। जानकारी गरेर पनि आजको व्यवस्था के हो त भन्दा, म तपाईँको यति पपुलर कार्यक्रम मार्फत यो सचेतनाको लागि पनि के भन्छु त भन्दा, आज ब्याङ्कहरूले बेस रेटमा जति प्रिमियम तोकेको छ त्यो कस्टमरको सहमतिमा पनि रिन्युअल भन्दा पहिला चाहिँ बढाउन पाइँदैन। ब्याङ्करहरूको अनुहार हेर्दाखेरिमा चाहिँ ऐना अगाडि उभिँदाखेरिमा चाहिँ तपाईँले भनेको इमान्दार देखिन्छ कि उही चोर बाख्रो देखिन्छ? गिरिजा बाबुले नै मलाई चाहिँ अझ अगाडि बढ्नुहोस् भनेर प्रेरित गरिराख्नुहुन्थ्यो। त्यो कुरा मैले धेरैचोटि भनेकै छु, रियल कुरै हो त्यो। अच्छा, अलिक मान्छे मारिदिनुहोस् भन्नुहुन्थ्यो। प्रधानमन्त्री भनेको यो व्यवस्थामा सर्वोच्च मान्छे हो। दुवै हातमा अधिकार हुन्छ, पर्याउँदा खुट्टामा पनि अधिकार हुन्छ। त्यस्तो मान्छेले ज्ञानेन्द्रलाई कहिले जेल हाल्नु भएन र अहिले कार्यकर्ताको ताली आउनलाई तिमी भाइमारा हो भन्नुहुन्छ क्या? तपाईँ ढुक्क हुनुहुन्छ ज्ञानेन्द्र भाइमारा हुन्, उनलाई जेल हाल्नुहुन्छ? तपाईँ प्रधानमन्त्री बन्नुभयो भने अब चाहिँ ज्ञानेन्द्रलाई जेल हाल्ने। केपी ओली प्रधानमन्त्री र राजा ज्ञानेन्द्र या हृदयेन्द्र को हो? यसरी पनि जान सकिन्छ भन्नुभयो र उहाँहरूको प्रदर्शन जुन उत्साहपूर्ण देखिया छ त्यसले तपाईँहरू जो गणतन्त्रका लागि लडेका भन्नुहुन्छ तपाईँहरूको मनमा त ढ्याङ्ग्रो ठोक्या होला नि। तपाईँ त भारतको विषयमा थोरै केही बोल्नुभयो भने तपाईँलाई त उतैको नागरिकता भेटाइदिइहाल्छ नि। भन्नुभयो नि मलाई अहिले यो मुलुकले पाल्नुपर्छ भन्नुभयो, त्यसको त ब्याजको स्याज खाइसक्नु पनि। कतिचोटि मन्त्री हुनुभयो थाहा छ? 3 चोटि। 3 चोटि मन्त्री, उप प्रधानमन्त्री हुनुभयो, सांसद हुनुभयो, कति पुस्तालाई पुर्याउनु? तपाईँले किन यसरी सोध्नुहुन्छ पुस्ताला पुर्याउनुभयो भनेर? नेपालको राजतन्त्रलाई समाप्त गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नको निम्ति खेलेको भूमिकाको निम्ति। राजतन्त्र किन समाप्त गरे? राजतन्त्र किन समाप्त भयो? राजतन्त्र समाप्त हुनै पर्थ्यो जस बेला तपाईँहरूलाई राजा बनाउन। ये बड़ी अच्छी बात कही है। नेपालमा चित्त दुख्यो भने उत्तर दिनु होइन हजुर, कति राजा भए? अहिले त झन्डै 1000 जति। मेरो नाम बेचेर धेरैले ठग्छन्। हेर्नुहोस्, तिनीहरूलाई त जेल हाल्ने। त्यो अमेरिकामा 18 अहिलेसम्म महिना चाहिँ जेलपछि तपाईँको नाम लिएर मानिसहरूले ठग्थे, धेरैले ठग्छन्। यो पटक चाहिँ तपाईँ आफै ठग्न लाग्नु भयो भन्छन्। अलिकति लाज घिन भन्ने त मान्छे। हु आर यु? रवि लामिछानेले ल्याएको 11 लाख समथिङ हजार भोट र रवि लामिछानेले बनाएको पार्टीमा रवि लामिछानेलाई छोड भन्ने तिमी को? म देशको नागरिक। रवि लामिछाने नभइदिएको भए, रासोपा नभइदिएको भए, समानुपातिकबाट सांसद र मन्त्री नबनाइदिए भए तिम्रो हैसियत के हो? प्रश्न सोध्नेहरूले सोधेको प्रश्न। सबै रविजीले ठ्याक्कै यही संशोधन राख, यही बोल भनेर उहाँले लेखेरै दिनुभयो होइन? यो बिल सबै नै मानौ। रासोपामा भएको व्यथिति सुधार्न सक्नु भएन र व्यथिति सुधार्न नसकेर भाग्ने तपाईँ भगौडा हो, तपाईँ हुतियारा हो।